सक्नु भएको थियो कि सुरुमा त्यो मोटिभेसन फ्याक्टर चाहिँ के थियो किन चाहिँ भलिबल त सानोमा त हामी त अब गाउँघरमा हुर्केको मान्छे है हाम्रोतिर त अब फुटबल क्रिकेट भन्ने त छँदै छैन बागलुङ गलकोटको पनि अब गाउँ ग्रामीण भेगमा चाहिँ अब सानो एरियामा होइन सानो ग्राउन्डमै बारीको पाटोमै होस् होइन जतासुकै सानो ग्राउन्डमा पनि खेल्न सकिने खेल भएर नै एकदम लोकप्रिय खेल अब त्यही लोकल लेभलमा नि दाइहरू चाहिँ भलिबल खेल्दै हिँडिराख्ने अनि हाम्रो चाहिँ यस्तो हुन्थ्यो सानोदेखि नै लगभग सानै कक्षादेखि नै सानो बच्चाहरू मेरै लेभलको मेरै उहरूसँग चाहिँ होइन सानो नेटबाटै खेल्थ्यौँ क्या आफ्नो ग्रुपमा सानो त्यति बेला त अहिले जस्तो गाउँतिर बच्चा पनि हुँदैन है धेरै छैन होइन भए पनि मोबाइलमै गेम खेल्छ त्यति बेला मोबाइल पनि थिएन हामीले चाहिँ अब स्कुलबाट फर्केको समयलाई चाहिँ भलिबल खेलेरै 2 घन्टा होइन स्कुलबाट 4 बजी छुट्टी भएपछि घरमा आएर खाजासाजा खाएर 2 घन्टा चाहिँ भलिबलै खेल्ने सानैबाट भलिबलमै कन्ट्याक्ट भयो त्यति बेला चाहिँ अब भलिबल त हुँदैन थियो अब आफ्नो प्यासनले अलिकति यसो मजाको बल सब बनायो मजाको बल बनायो अनि सानोमा चाहिँ हाम्रो उसमा चाहिँ मजाको बलहरू बनाइयो अनि मजाको बल पछि अपडेट हुँदै हामी चाहिँ त्यो दाइहरू चाहिँ भलिबल खेल्दा नि त्यो एकदम पोल्ने बल मिस्टर एड बल अनि सस्तो बल हुन्थ्यो होइन त्यो बलको त्यो बल चाहिँ दाइहरूले फुटालेसी चाहिँ हामी चाहिँ खुसी हुने फुटालेसी चाहिँ त्यो बललाई चाहिँ युज गरेर हामीले बलाटार हालेर चाहिँ खेल्न मिल्ने त्यस्तो गरेर अब बलाटारलाई त्यति बेला लगभग 60 रुपियाँ जति पर्थ्यो होइन 60 रुपियाँ अब 6-7 जनाले 10 रुपियाँ उठाएर त्यसरी बलाटार किनेर फुटेको बल चाहिँ खुसी भएर खोजी ल्याएर बलाटारमा त काटेर होइन त्यो त्यति बेला त्यस्तो थियो त्यस्तो बल